हेलो गाइज ब्याकनीबाट स्वागत छ तपाईँहरूलाई। आज चाहिँ मेरो नयाँ ब्लग तपाईँहरूको अगाडि आइसकेको छु दिपेश कार्की। ल सो गाइज मेरो आज चाहिँ म घुम्न जान थालेको यतातिर मान्छे मरेको ठाउँमा जान थालेको छु होइन। आज चाहिँ भिडियो यत्तिकै घुमघामको लागि बनाएको, हेर्नु होला होइन कस्तो लाग्छ तपाईँहरूले भन्नु होला होइन। आज चाहिँ अब यत्तिकै घरमा बसेर झ्याउलाइरहेको थिएँ त्यसैले मैले भिडियो बनाएको होइन। यहाँ चाहिँ मम्मी हुन्छ अनि यहाँ म छु अनि हामी चाहिँ वहाँ जानेछौँ चोक। मान्छे बितेको छ होइन, आफ्नो मान्छे त्यसैले जान थालेको। त्यही पुग्छु म अहिले एकछिनमा भ्लग गर्छु ल गाइस। अहिलेको लागि चाहिँ गाइस म चाहिँ फाइनली आइसकेको छु होइन। यहाँ क्लोडिङ आइसकेको छु। अब कति क्लोडिङ भनेर होला भन्नु भएर होला एउटै ठाउँको भिडियो कति बनाएको भन्नु होला। त्यो बनाउँदिनँ होइन म पनि। म पनि हाँसिरहनु भएको छ होइन, नहसारे कि अब भिडियो बनाउनु पर्छ। अब रमाइलोको लागि झ्याउलाइरहेको थियो घरमा बसेर होइन। लाइन पनि कति काट्न सक्यो होइन। लाइन पनि कति काटेकै छैन। आज त मौसम हेर्नु कस्तो बाल छ क्या मौसम चाहिँ। आज बाल छ। भिडियो बनाउँदाखेरि चाहिँ अलि हात गल्ने के झ्याउ पनि लागिरहेको थियो। मैले फेरि सर्ट भिडियोमा 100 पुसअप गरेको हाल्न थालेँ थिएँ, फेरि नसकेर फेरि छोडिदिएको मैले। अब कति त्यो भ्याउ सकेन कि 41सम्म गरेँ होइन, अनि फेरि नसकेर अनि मैले फेरि बन्द गरिदिएको। हाल्छु भनेर गरेको सक्दै सकेन। यताबाट जाने हो गाइस, हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अब यताबाट जाने अगाडि यो चाहिँ फेरि खतरा छ है। यहाँ घर बनाउने भएमा यहाँ घर बन्छ होइन। अब आउने फ्युचरमा चाहिँ अब घर बन्छ क्या यतातिर चाहिँ। यताको बाटोबाट जाने उठेको गाइस। अब चाहिँ होइन पहिला सुरु म त्यहाँ अलि धारामा जानु पऱ्यो। यहाँ कस्तो मुख भयो के चिलाइरहेको छ क्या मुखबाट, के टोके जस्तो छ कमिलाले होइन। यस्तो गरेर रोम भैया गाइस। अब चाहिँ म त्यहाँ जान्छु अनि हल्का मुख धुनु पऱ्यो क्या। हेर्नु यहाँ चाहिँ के हो कमेन्ट गरिदिनु पऱ्यो है। यो चाहिँ के हो भनिदिनु कमेन्टमा लेख्नु यो के हो होइन। 1K सब्सक्राइबर भयो भने चाहिँ घोस्ट भिडियो आउँछ है गाइस। मेरो चाहिँ घोस्ट भिडियो अब 1K नपुगे पनि हाल्नु पऱ्यो जस्तो छ एउटा भिडियो चाहिँ घोस्टवाला होइन। त्यो घोस्टवाला चाहिँ बब्बाल हुन्छ होइन। त्यसैले अब गाइस मेरो चाहिँ हात गलिरहेको कस्तो दुखिरहेको छ। हिजो भलिबल खेलेको हल्का हात गलिरहेको छ। हेर्नु घर चाहिँ यहाँ ठुल्ठुलो बनेको क्या। अस्ति देखाएको थिएँ नि मैले तपाईँहरूलाई, त्यही घरहरू हो। मैले गीत हालेको थिएँ होइन युट्युबमा, त्यो मेरो भिडियोमा उयो भइदिएर कपिराइट लाग्यो। अब फेरि अझ एकचोटि हाल्यो भने मेरो आइडी ब्यान्ड हुन्छ, त्यसैले म त्यस्तो हाल्दिनँ कि। अब चाहिँ म त्यहाँ वहाँ जान्छु। अहिलेको लागि चाहिँ एकछिन गाई चाहिँ राख्छु ल। अब मुखसुख धोएर टक्क त्यहाँ पुगेपछि मात्रै तपाईँलाई भ्लग गर्छु हुन्छ। फाइनली त्यो मान्छे मारेको ठाउँमा आइसकेँ होइन। आउँदा चाहिँ मैले के देखेँ नि, यहाँ चाहिँ हेर्नु खतरा तालले बनाएर राखेको छ कि। यहाँ फर्सी फलिरहेको छ। फर्सी के अरे म झुकेर फर्सी निस्किन्छ मुखबाट। के अरे घिरौँला हेर्नु कत्रो घिरौँला छ यहाँ। टिपेर लानु भएको त म टपक टिपेर लगिहाल्थेँ होइन। खाना लागि लगिहाल्थेँ, फेरि चोऱ्यो भने फेरि थाहा पायो भने फेरि गुत्त पारि हान्छ हामीलाई। पोलाएर जानुपर्छ। फेरि कस्तो बाटो छ। यहाँ हेर्नु मकै आमा गाइस, मकै खाने हो। यो के हो लौका आमा गाइस, हेर्नु लौका यो लौका हो आमा गाइस लौका। यहाँ मकै लौका पनि मेरो हातभन्दा लामो हौ। के हो यार यस्तो लौका मैले पहिलोचोटि देखेको यत्रो लामो चाहिँ। यहाँ केरा पानी पर्न आँटिरहेको छ, पानी पर्न। अब म ढिलो नगरिकन जान्छु होइन। अब त्यहाँ गएपछि ओहो अहिले त बुढोले गाली गर्ने होला। फेरि मेरो बारीमा खालि टेचिस भन्छ क्या। फेरि कति यताबाट आएको अहिले गाली गर्छ हेर्नु। यताबाट निस्किहाल्नुपर्छ, नत्र फेरि त्यो बुढोले बोलाउँछ फेरि। अब यहाँ अगाडि जानुपर्छ गाइस। म चाहिँ फाइनली आइसकेको छु होइन टक्क लाएर गाइस। अब चाहिँ म
एकछिनमा भ्लग गर्छु ल अहिले चाहिँ राख्छु मान्छे धेरै आयो कि फाइनली आइसकेको छु यहाँ होइन मान्छेको ठाउँमा टक्क लाएर अनि यहाँ चाहिँ मैले दिदीहरूलाई भेटाएको छु होइन यता आयो भनिदिनु न कति लजाएको यता नि आयो भन्दै राम्रो देख्यो क्या आयो भन्दैन आयो अङ्कल के छ तपाईँको नाम के भनिदिनु न मेरो नाम नाम भन्नु न एकचोटि त हिरो जस्तो लागिरहेको तपाईँ होइन कि जिस्किरा भन्छ नाम सोधेको जिस्किरा भन्छ त पुरा त गाई छ यही हो होइन आज चाहिँ होइन त्यो बुढो गरेर छ होइन मिलन आऊ न ए मिलन चाहिँ लजाइरहेको छ ए आऊ न यता यता यहाँ आएर गयो चाहिँ फेरि त्यो बुढो जस्तो होइन जिस्किरा हो अरे कस्तो भनिदिएर गाइस अब के भनौँ अचेलको मान्छेहरूलाई होइन अब म चाहिँ यहाँ छु होइन टक्क लाएर यहाँ छु ओइ को हो म्या एकछिन त तर्सिरह म त एकछिन त तर्सिरह गाइस दिपेश कार्कीलाई लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला अरू केही ल गाइस एकछिन है मान्छेहरू बसिरहेको छ हजुर युट्युब हो क्या युट्युब च्यानल हो यो साँच्ची होइन भ्लग बनाएको साँच्ची ल अनि तपाईँ बोल्नु न म भिडियो गरिदिन्छु रुक्न एकचोटि गोरिल्लाको फेस रिभिल गरिदिउँ अब लुकेर खान्छ कटुमा बुझ्ने बेला मेटाउँछ दिदीले झलुङमा बोकेर आउँथ्यो अनि रक्सी बेच्थ्यो है कान्छी दिदीले रक्सी खान आएको मलाई पनि थाहा छ कमेडी हान्दैछ कमेडी चल्दैछ है फेस देखियो अब भाइरल हो चिटिङ गर्दा जन्माष्टमी गयो भने यो मलाई पुग्ने यहाँ पुग्ने कान नफेरि नपुग्ने कान नपुग भन्ने मलाई कानमा त्यसको नाम के अरे मैले बिर्सेँ मनु यो मनुले मैले कपाल नमार्दैछ स्कुल जान्दिनँ उयो पोटे घर गफ चल्दैछ गाई छैन सुन्दाखेरि मलाई हाँस उठिरहेको छ होइन मेरो छोरीसँग पठाउनु यहाँ चाहिँ फेरि जङ्गली मान्छे यता छ फेरि हजुर किन लाइन आएको त हजुर आँप चोर्न जाने हामी आप्चोरमा जान्छ हामी पहिलामा बच्चामा अनि तपाईँको नाम भनिदिनु न त किन भन्ने आँप खाने हामी त पारसको बारीमा बिच्ची चोर्थ्यो यहाँ आएर लुकाउँथ्यो होइन अनि 1 बजे टिफिन हुन्थ्यो अनि आएर खाँदै 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 फेरि मेरो भिडियो ब्लर गरिदिनु पुरै कालो हुनाइन्छ नवलप्रसाद सिंह हो क्या तिम्रो यत्तिकै ठिक छ हाल्छु म हेर न अनि यो चाहिँ को हो भनेर सबै चिनाइदिन्छु म ल के फेरि भन त एकचोटि 10 दिनदेखि केही खाएन के दिनु अनि यो कपाल चाहिँ के हो पागल हो पागल हो यता खोरमा थुन्नु पर्यो यता खोरमा थुन्नु पर्यो अब खोरमा थुन्नु पर्यो गाई कहाँबाट बाँदर भागेर आएछ गाई ए बाँदरलाई अब खोरमा थुन्नु पर्यो यहाँ बस यो भित्र बस बस ल फेरि गर त फेरि गर न एकचोटि भयो ए हेर यहाँ चाहिँ को छ होइन यता हेर न लाइक सब्सक्राइब गरिदिनु भएन त एकचोटि सबैजनाले कृपया मेरो भाइलाई लाइक सब्स्क्राइब गरिदिनु तिमी यो मार्क्स लगाऊ नि टेङ्गे टेङ्गे भएर गाइस अब चाहिँ म होइन यो मास्क लाएर
तपाईँलाई देखाउँछु म कस्तो देख्छु होइन अब चाहिँ यो लाउँछु अरे तेङ्गे तेङ्गे गाइस फोटो नि खिच्छ भिडियो भइरहेको तेङ्गे तेङ्गे गर न गर्न पर्ने होइन गाइस अब मलाई राम्रो देखिँदैन मलाई बनाउन मन लाग्दैन होइन देऊ गाइस अब के बनाऊँ होइन त्यस्तोमा टिङ्गे टिङ्गे बनाऊँ भन्छ मुखै कस्तो बनाएर मलाई बनाएँ गाइस पकड त क्यामेरा गाइस मलाई चाहिँ लास्टै बनाएँ मापट्टि देख सो गाइस अब चाहिँ अहिले एकछिनमा म भिडियो गर्छु अहिलेको लागि चाहिँ एकछिन बन्द गरेर चाहिँ होइन अहिले एकछिनमा त्यहाँ गएपछि अहिले एकछिनमा मिलौँला है ल स्टप गाइस बसी बसी झ्याउ लगाइसक्यो अनि त्यसरी म अब यहाँ नक्कली साँप छ अब यसले म अब प्र्याङ्क गर्छु तपाईँ आउनु म है ल अब प्र्याङ्क हेर्नु त्यो थाहा भयो मैले भएन अनि गाइस मस्त प्र्याङ्क भइसकेको छ होइन मस्त प्र्याङ्क भइसकेको छ होइन सातजना हो त सातजना गाइस मजा आयो भइसक्यो होइन अब चाहिँ अब एकछिन भिडियो बनाएको होइन हेर होला के हजुर हाय गाइस मेरो एउटा दाइ मैले एकछिन हेर्न सक्नुहुन्छ गाइस होइन अहिले कमेडी ह्यान्डल छ होइन यहाँ अलमली नि तपाईँले म झोक्री राम्रो हेर्छु नि यिनीहरू कुरा सुनेर के भन्नुहुन्छ बेलुका आउँछ नि बेलुका खाना खाएर 6:30 बजीतिर गएर आएर 1-2 घन्टा बस्नु ल यो कच्चा पेटले त मेरो टाउकै दुख्छ अनि भगत नि दिमाग नि अनि मेरो झन् ध्यान दिमाग ओ चिसो पानी त बसिरहेको अरे ल जाने अरे ल मैले ल्याएको पानी खानु पाउँदैन अब जाऊ मैले दिएको भए नि खानु मोरा दण्ड त यहाँ दोरी चाहियो दोरी चाहियो गाइस के भन्नु छ होइन हँसे पनि लिएर आइज दोरी आयो यहाँ झुन्डे मोर मोर के कुर्सानी बोर्छ कहाँ कुर्सानी दुई काम गर्नु खुर्सानी न खुर्सानी कुन जान साइनी साइनी कालो आमालाई मोर भन्दैन बोजे के म बोलिस् आमालाई मोर तल जन्म मोरा रिसु खाए त्यसले पेटमा गोली बोकेर आ दिदी सर बढी बोल्छस् जन्म दिने आमालाई कसरी मान्छ मान्छेले मोर भन्छ मोर भन्छु दोरी दिन्छ बोल त फेरि बोल त मेरो आमाको थाहा साइनी हो त्यो लाठी भन्छ तल जन्म हाल्यो आमाले साइनी पागल नि ओइ लाठी भन्यो तल पेटमा बोकेर बाहेर हुँदा यत्रो बनाएन किन छोरीलाई किन सपोर्ट दिने लाठी भन्यो मेन त सबैले आफ्नो काट्नु रोइ हेर सुन जसले पनि आफ्नो छोरीलाई मैले आफू लुगा धुने मलाई दिएन नि झुट त भन्नु पर्यो नि अनि गल्ती गर्यो भने नि भोलि आमाले गल्ती गर्यो तँलाई पनि थाहा तेरो आमालाई थाहा तेरो बाउलाई थाहा सबै पहिला गयो भने कुरो थाहा तर सोध्यो भने पहिलाको खाना काम गरेर खाना भन्ने हो नि ओइ नको पेन्टीसम्म धुँदैन केटाहरू मानेर के तैँले जति गल्ती गर्यो आमालाई माया लाग्छ तैँले गल्ती गर्यो नि यता सबै धुनी त्यसको टाउको यता हाँसिरहेको छ गाइस यस्तो सुन्नुहुन्न होइन मुख धुनु पर्यो भने
ल एकछिन गाइस अब चाहिँ म होइन एकछिन बस्छु अनि एकछिन बसिसकेपछि भरेतिर भिडियो बनाएर एन्ड गर्छु होइन भिडियो बनाउँछु भरे अहिलेको लागि चाहिँ राखेको ल अनि गाइस तपाईँहरूलाई राख्नुभन्दा अगाडि पर्छ र यहाँ के छ देखाउनु पऱ्यो हल्का रमाइलोको लागि होइन अब यहाँ के छ भन्दाखेरि चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ बारी हो यहाँ दिदीहरूको बारी छ यतातिर अनि यतातिर चाहिँ पानी पर्न आँटिरहेको छ अनि तपाईँहरूलाई बोडी खान छ नि हेरि यहाँ हेर्नु बोडी यहाँ हेर्नु बोडी कत्रो लामो छ एउटा टिपुम क्या हो के टिपुम छ बोडी छ यतातिर होइन अनि त्यहाँ अम्बा बोट भयो यो मेवाको रुख भयो उता माथि मेवा छ मेवा पनि छ होइन सो गाइज म चाहिँ तपाईँहरूलाई सिधै भरे मिल्ने भरे 6 नभए 7 बजीतिर भेट्छु ल म चाहिँ फाइनली घर आइसकेको छु होइन अब पानी खान थालेको चिसो पानी अनि मिस्री पानी खान थालेको होइन गर्मीको बेलामा अब के चाहिँ खानु पऱ्यो भने चाहिँ मिस्री पानी बनाउनु भएको थियो ममले त्यही खानु छ होइन ममले दिन थाल्नु भएको छ त खानुपर्छ रुङै भएर ममले चाहिँ मिस्री पानी बनाएर भएको छ हेर्नु कसरी छान्नु भएको रहेको मम्मीले चाहिँ भयो भरे गाइस मिस्री पानी चाहिँ कस्तो भयो भने फ्रिजको जस्तो छ टक्कर फ्रिजको होइन अनि यहाँ छ हेर्न सक्नुहुन्छ यहाँ अब के हो ओहो यस्तो के हो मम्मी चिनी हालेर त मैले मफ्याँकिदिन्छु ऊ यहाँ उसको पिठो चालेको थियो नि त गाइस मैले खाइसकेँ अब भाँडा मोल्नु पऱ्यो होइन त्यसपछि हल्का रमाइलो गाइस यो भ्लग चाहिँ कस्तो लाग्छ तपाईँहरूलाई होइन यो पनि कमेन्टमा लेख्नु होला भ्लग कस्तो लाग्यो भनेर होइन अनि यही हो आजको भिडियो तपाईँहरूलाई यहाँसम्म कस्तो लाग्यो होइन राम्रो लागेको रहेछ भने लाइक कमेन्ट गर्नु होला होइन अब म यही एन्ड गर्छु हुन्छ गाइस एन्ड गरिरहेको छु धन्यवाद छ सबैलाई यति माया साथ सपोर्ट दिएकोमा अब यही भन्न चाहन्छु र यहीँबाट अब भिडियोलाई बन्द गर्न चाहन्छु।